निसन्तान दम्पतिका लागि आशाको केन्द्रको रूपमा स्थापित पूर्वाञ्चलमै पहिलो पटक सुविधा सम्पन्न नोबेल आइभीएफ सेन्टर विराटनगरको कञ्चनबारीमा सञ्चालनमा रहेको छ। यहाँ अत्याधुनिक प्रविधि आइभीएफ अर्थात् इनभिट्रो फर्टिलाइजेसनको माध्यमबाट बाँझोपनको समस्याको समाधान गरिन्छ। यसै क्रममा विगत 14 वर्षदेखि नेपालको विभिन्न ठाउँमा सन्तान प्राप्तिको लागि प्रयास गर्दै आएका एक निसन्तान दम्पतिले नोबेल आइभीएफ सेन्टरमा प्रोफेसर डाक्टर शान्ति सुवेदीसँग परामर्श पश्चात जुम्ल्या सन्तान प्राप्त गरेका छन्। एक रिपोर्ट। नमस्कार, म प्राध्यापक डाक्टर शान्ति सुवेदी, अहिले हेड अफ द डिपार्टमेन्ट अफ्स गाइनी, र अहिले चाहिँ म यहाँ हाम्रो नोबेल आइभीएफ सेन्टरमा कार्यरत एज अ इन्फर्टिलिटी एक्सपर्ट भएर काम गरिरहेको छु। हाम्रो यस आइभीएफ सेन्टरमा दिनदिनै धेरै दम्पतिहरू उहाँहरूको पीडा र उहाँहरूको समस्या लिएर आउनुहुन्छ। यसै क्रममा हामीसँग हाम्रो यहीँ विराटनगरवासी हाम्रो बद्री भट्टराईजी हुनुहुन्छ। उहाँले हाम्रो आइभीएफ सेन्टरमा कसरी आइपुग्नु भयो, कहाँबाट आइपुग्नु भयो र उहाँहरू बिहा गरेको लाग्छ मलाई 13-14 वर्ष भयो। 13-14 वर्षसम्म पनि सन्तान नभएको पीडा लिएर उहाँ एक दिन हामी कहाँ आइपुग्नु भयो र उहाँले यहाँ के कसरी उपचारको अनुभव उहाँले बटुल्नु भयो र हाम्रो आइभीएफ सेन्टरमा उहाँको सरसल्लाह सुझाव के कस्तो छ जसले गर्दा चाहिँ हामी दिन प्रतिदिन अझ बढी हामी इम्प्रुभमेन्ट गर्दै गएर अझ हामी हाम्रा बिरामीहरूलाई अझ दक्ष रूपले के कसरी हामी चाहिँ उपचार प्रदान गर्न सक्छौँ। नमस्ते, मेरो नाम बद्री भट्टराई, विराटनगर 4 इक्राई। मेरो चाहिँ बिहा गरेको 14-15 वर्ष भयो। त्यो बिचमा मैले विराटनगरको हरेक अस्पतालहरूमा पनि पुगेँ, उपचारहरू गर्दै गएँ। त्यसपछि काठमाडौँ गएँ, काठमाडौँमा आइभीएफ गर्छु भनेर गएँ। काठमाडौँमा गएपछि अब विराटनगरबाट काठमाडौँ धाउनलाई अलि हामीसँग खर्चको पनि अभाव र बस्ने सुविधाहरू पनि, जुन अब आइभीएफ गर्दा हजुरलाई 6 महिनासम्म बस्नुपर्ने हुन्थ्यो, त्यो बस्ने सुविधा अब हामीसँग काठमाडौँमा नभएर काठमाडौँबाट सुन्न पाएँ। नोबेल टिचिङ हस्पिटलले पनि आइभीएफ सेवा ल्याएको छ। त्यो सुविधा लिनलाई चाहिँ मैले अब मेरो घर पनि विराटनगर 4 नोबेलको पछाडि नजिक भएकोले म आइभीएफ सेन्टर यहाँ नोबेल टिचिङ अस्पतालमा आउन पुगेँ। यहाँ आइभीएफ गर्न पुगेँ। शान्ति म्यामहरूसँग, सबै म्यामहरूसँग भेटघाट भयो। उहाँहरूसँग गफ गर्दाखेरि हजुरले आइभीएफै गर्दा राम्रो हुन्छ, हाम्रो उमेर पनि अलिकति बढी भएकोले यो सुविधाहरू हुँदा तपाईँहरूलाई राम्रो हुन्छ। खुसी लाग्यो। यहाँ आइभीएफबाट हामी सक्सेस पनि भयौँ। आज हाम्रो 2टा नानी छोरा पनि भयो। नोबेल टिचिङ हस्पिटलबाट हामी खुसी छौँ।